पार्ट 2 यो चाहिँ 12 बजेको इज यहाँ यस्तो बाटो चाहिँ यस्तो बाटो Oh my god, Banji. यस्तो पनि हुन्छ भाइ बापरे कस्तो खतरनाक बाटो त कति धेरै सजिलो माइ गॉड कोला कति धेरै बिस्नु पार्ट 1 डाउनलोड भयो अब हामी चाहिँ यहाँ खाना पकाउन गएको केटाकेटीलाई भोक लाग्यो अरे पूजामा हैन अनि भात पकाउनु दिनु पूजा गर्न अनि त्यसपछि हामी भात पकाउन गएको त्यता कटेर आएको अब यता जानुपर्ने त्यहाँ चाहिँ होइन है देखाएको मात्रै हो त्यो चाहिँ जानुपर्ने ठाउँ चाहिँ अन्त हो बाटो आउँदैछ अनुहार यस्तो छ मेरो यस्तो छ अनुहार यस्तो स्यासे भएको क्या अब 3-4 दिन यहाँ हिँड्ने भने चाहिँ मेरो चाहिँ 10 केजी खलट्टै गर्छ होला ओ माइ गॉड ल आयो है भान्जी यहाँ चाहिँ हाम्रो भान्जीको पनि दिदी अनि ऊ चाहिँ छोरी भात खाना किनेर यहाँ चाहिँ म आलु काट्दैछु केटाकेटीलाई भोक लाग्यो अरे कि अनि खाना पकाउन आएको क्या यतापट्टि अर्को भान्जीको घरमा अनि भान्जीको मम्मी माम पकाउँदै हुनुहुन्छ ब्लगमा इन्ट्री हान्दै गरे क्या छोरीले यम्मै ल चाम्रे भात दनादनी पूजाको दिन केटाकेटीलाई भोक लाग्यो अरे अनि सबैलाई खुवाइदियो क्या केटाकेटीले सबले खाएको क्या मेरो छोरीले त बसी आफै खान्छ क्या भात यस्तो ज्ञानी चाहिँ खुवाउनु पर्दैन 2 वर्षको बच्चालाई माग्छ खान्छ मेरो नानी ज्ञानी छ है खानेकुरामा चाहिँ जे दिए पनि आम्माले खान्छ है अनि यहाँ मै केटाकेटी खाएको देखेर खुसी भएको अरे बल्ल खुसी भयो क्या केटाकेटीले के खान्छन् भन्ने पिर लागिरहेको थियो अघिसम्म अहिले चाहिँ केटाकेटी सबैले खाए आफ्नो छोरीले पनि खाए भन्ने खुसी भएको अरे हाम्रो भान्जी बिस्तारै खाना खाँदै हुनुहुन्छ बिचरा अब यता घर आइसकेपछिको भिडियोहरू चाहिँ फेरि पूजा घरमा सबै आमाजूहरू हुनुहुन्छ यहाँ दिदी जेठानी दिदीहरू रातो कुर्ता सुरुवाल लाउने हामी यो साँझमा हिँडेको हामी यता आमाजू हुनुहुन्छ पछाडि पनि आमाजू दिदी हो अनि हामी चाहिँ बाहिर निस्केको एकछिन बाहिर धेरै पेटमा ढुस्स भयो भनेर बाहिर हिँडेको अब हेर्नु बाटो कस्तो छ हाम्रो हामी त हिँड्नै नसक्ने बाटो दिदी गलेर पत्राकै हुनु पऱ्यो कि अनि यहाँनिर यत्रो बाटो कटेर आएको हेर्नु न हिँड्दै बाटोमै एक्सर्साइज हुँदैछ हाम्रो दिदीहरूको भाइहरू यो अँध्यारोमा भिडियो चार्जै नभएर लास्टमा बल्ल यति भिडियो गरेको पछाडिको छोरा हो अग्लो चाहिँ भान्जा हुनुहुन्छ अनि यो चाहिँ भोलिपल्ट आजको भिडियो हो यो चाहिँ सज्जन टिप्न हामी बिहानै आइपुग्यौँ यता आमाजू भान्जी म छोरी मिलेर यति सजुन टिप्सकेमा अझै एक हारी लैजाने छ सबले बाँडेर लैजाने हेर्नु अब कति टिप्छौँ हामीले ओ माइ गॉड हेर्नु त कति राम्रो क्या सजुन हाम्रोमा त ठोसा पसेर कत्रो बाक्लो भइसक्यो नि त मोटो वहाँ त कस्तो राम्रो क्या यहाँ त हेर्नु न वही चाहिँ कस्तो मनपर्छ क्या मलाई सबैजनालाई मनपर्दो रहेछ यो चाहिँ कलिलो चाहिँ मलाई नि कस्तो कलिलो मनपर्छ क्या छिपेको त पिक्कै मन पर्दैन नि मैले चप्पल किने गरेँ क्या गाइज हेर्नु न माइ गॉड पाहाडमा हिँड्नलाई चप्पल किने गरेँ यस्तो चप्पल किने मैले छ्या चप्पल खुगाल्दै हिँड्नुपर्छ खाली खुट्टै कहीँ आइपुग्नु भएको छैन धनकुटा आइपुग्नु भएको अनि यो बचेकोलाई टिप्नु भनेको चाहिँ सिलाकी भन्दो रहेछ होइन अब त्यही टिप्दैछु क्या म चाहिँ तल बचेको अरू सबै टिपिसक्नु भयो दिदीहरूले अरू चाहिँ बचेको कता छ रड रहेको त्यो टिप्दै म चाहिँ हिँड्दैछु क्या याद खोज्दै थोरै टिप्दै अब हेर्नु कति छ यहाँनिर एउटा गर्दै टिप्दैछु म चाहिँ अनि छोरीले त्यत्रो बनाइछिन् अब हेर्नु यत्रो भइसक्यो अनि यहाँ चाहिँ भान्जीले टिप्नु हुँदैछ भान्जीले पनि अनि यहाँ चाहिँ म पनि टिप्दैछु क्या टुक्रा टुक्री पनि टिप्दैछु कस्तो मनपर्छ कि अनि हेर्नु न बाटो मलाई त यस्तो बाटोमा टिक्कै नआउँदैन नि हो भगवान् यस्तो बाटो त सक्दिनँ हिँड्नलाई त्यही पनि अनि यहाँ चाहिँ हामी सज्जन टिपेर एक कारी बनाएर कुछ पानी के लिए
पहाड़ भी चढ़ना पड़ता है भन्ने म चाहिँ सज्जन टिप्ने के लिए पहाड़ चढ्न पर्ता है भन्दै अनुहार देखाउँदै यता छोरीलाई देखाउँदै अब हामी माथि चढ्यौँ। यो चाहिँ बिहानको आजको भ्यूज है गाइस, बिहानको भ्यूज। तर यो डढेलोले गर्दाखेरि देखिएन क्या, धुवा डढेलो उतापट्टि पहाडमा डढेलो लागिरहेछ कि, अनि त देखिँदैन। यो चाहिँ मेरो बिहानको लुक्स है गाइस, आज बिहानको। अनि बान्जीले चाहिँ फुल टिप्दिनु भन्नुभयो जरा सुत्दै, अनि उखाल्दै हो क्या मैले। यो त पात पनि उम्रिन्छ क्या यो फुलको त नि, पात पनि आफै पात छोडिदियो भने नि उम्रिन्छ यो त। आजको लागि सक्यो ब्लग, ल पार्ट 2 सक्यो है गाइस। सानो मेरो छोरी गुड नाइट भन्दै सुतेको हेर्नु न दिदी भाइ, बाई बाई।